कसैले आमिनतिर भ्लग सो तपाईहरुलाई आज म एउटा कुरा गाइस वेलकम बैक टु माई डेली भ्लग। सो आज चाहिँ मैले भ्लग बिहानदेखि बनाइन किन भनेर नहीं सारुण के यहाँ कुछ तो गडबड है, जरुर कोही न कोही गडबड सोचिराख्नु भएको होला। त्यो पनि रिजन भन्छु म। बिकज हिजो दिनभरि पानी पर्यो, रातमा पनि पानी पर्यो नि, लाइट थिएन। सो आज चाहिँ घाम लाग्यो अनि मैले मोबाइलहरु चार्ज लगाएँ। त्यही कारण मैले आज दिनमा चाहिँ भिडियो बनाउन पाइनँ किनकि बिहान ब्याट्री थिएन हैन मोबाइलमा। सो अहिले गुड इभिनिङ सबैजनालाई। यहाँको हेर्नु सक्नुहुन्छ दिन आज बहुत मजा भएको छ, घाम लागेको छ। वहाँ पहाड हेर्नु सक्नुहुन्छ, राम्रो देख्दैछ। अनि तपाईहरुको मनमा लाग्दैछ होला कहाँ गएको यो आज भनेर। म चाहिँ गएको त कहीँ पनि हैन कि, म बस गाई गोरु लिन आएको थिएँ। सो अनि म चाहिँ आज यताको नजाराहरु देखाउने वाला छु। हेर्नु सक्नुहुन्छ यो चाहिँ हो सबै धानबारी हैन, हाम्रो हैन, यो माइजूहरुको धानबारी हो। हरियो भइरहेछ, फोटो खिच्नु चाहिँ मजा हुन्छ। उता मकै बारी छ। सो बादलहरु पनि बहुत राम्रो देख्दैछ। सो हजुरहरु कस्तो हुनुहुन्छ? म चाहिँ सन्चै छु अनि हजुरहरु पनि आशा गर्छु सन्चै हुनुहुन्छ होला भनेर। अनि स्वागत छ मेरो फेरि नयाँ भिडियोमा। सो के भन्नु अरु त यसमा भन्दाखेरि नि त म चाहिँ अहिले गाई गोरु लिनु आएको हैन। गाई गोरु पनि बेसी छैन, 4टा छ। सो त्यही लिनु मतलब यही बान्दिन्छ के, म त यही बान्नुको लागि चाहिँ आएको। अनि एकदम राम्रो देख्दै थियो अनि मैले चाहिँ भ्लग बनाएको किनकि म डेली भ्लग हाल्छु भनेर भनेको थिएँ। सो हाल्नु त परिहाल्यो हैन। घाम कस्तो राम्रो रिफ्लेक्ट गर्दैछ, यहाँ हेर्नु सक्नुहुन्छ। यसो पहाडहरु राम्रो देख्दैछ यहाँदेखि भ्यू चाहिँ। यो चाहिँ खासकर अरुणाचलमा चाहिँ देख्नु पाइन्छ यो भ्यू। सो कुनै दिन अरुणाचल आयो भने यो पहाडमा चाहिँ गयो हेर्नु होला। मेरो भ्लग देखेर इरिटेट हुन्छ होला नि, सायद कस्तो खालको बनाउँछ भनेर। मतलब फास्ट बनाएको हो के, त्यही कारण यति मजाले चाहिँ बनाउन आउँदैन। जस्ट ट्राई गर्दैछु, प्लिज सपोर्ट गरिदिनु होला। राम्रो भए नभए अब ट्राई त गरिरहेको छु, अब ट्राई गर्दै गर्दै चाहिँ सक्सेस हुन्छ हैन। सो ट्राई गरिरहेको छु, सबैले सपोर्ट गरिदिनु होला। राम्रो छैन भने पनि राम्रो छ भनिदिनु होला मेरो मन राख्नुको लागि। कसैले आमिनतिर भ्लग राम्रो छैन यस्तो उस्तो भन्यो भने मन कस्तो हुन्छ के, त्यही कारण बनाउनु मन लाग्दैन। अनि सो त्यही कारणले सपोर्ट गरिदिनु होला, कमेन्ट गरिदिनु होला राम्रो। सो लाइक शेयर सब्स्क्राइब सबै गरिदिनु होला। सो तपाईहरुलाई आज म एउटा कुरा सोध्नु वाला छु, कसैसँग यस्तो पिम्पलको दबाई छ? सो हेर्नु सक्नुहुन्छ यत्रो पिम्पल निस्केछ। त कसैले पिम्पलको दबाई जान्दछ भने मलाई कमेन्ट गरेर भनिदिनु होला किनकि मेरो अनुहार त पुरा पिम्पलले घेरिसक्यो हैन। अब किचिक निस्केको छ के। सो दाग पनि भएको छ, हेर्नु सक्नुहुन्छ। सो कसैले जान्दछ भने पिम्पलको दबाई मलाई कमेन्ट गरेर भनिदिनु होला प्लिज। सो गाइस आज तपाईहरुको मायाले अझैसम्म पनि मेरो 6K पुगेको छैन। 10K को टार्गेट राखेको थिएँ हैन, त्यो दूर छोडिदिउँ। 6K त पुगेको छैन। सो फेसबुकमा त 10K त कताबाट आई मिन कहाँबाट पुग्छ। सो युट्युबमा भनौँ भने 9वटा फलोवर्स छ टोटल। सो प्लिज सपोर्ट मी। हजुरहरु सोच्नुहुन्छ होला घरमा कहिले भिडियो बनाएर हाल्दैन भनेर। मलाई शरम लाग्छ किनकि फर्स्ट टाइम हो। सो बनाउँछु, पछाडि बनाउँछु हैन, भोलिपछि बनाउँछु। अहिले चाहिँ फर्स्ट टाइम हो नि त। अनि मलाई घरमा चाहिँ मान्छेको छेउमा भिडियो बनाउनु कस्तो शरम लागेर आउँछ कि के भनिदिन्छ नि त। सो त्यही कारण म घरमा चाहिँ बनाउँदिनँ, भोलिपछि बनाउँछु। हेर्दै जानु होला मेरो भ्लग। सो हेर्नुको लागि त फलो गर्नु अनि सब्स्क्राइब गरिदिनु होला। भ्लग बनाउनु मात्रै भनेर हुँदैन, त्यसलाई एडिट गर्नु पर्यो, म्युजिक हाल्नु पर्यो, फोटो एडिट गर्नु पर्यो, भिडियो एडिट गर्नु पर्यो। सो त्यसको लागि बहुत साह्रो छ नि त। अनि अरू त के भन्नु हैन, त्यति नै हो भन्नुको लागि चाहिँ। गाइस आजको मेरो भ्लग चाहिँ यति नै हो। बाइ बाइ सबैजनालाई। किनभने अब घरको पनि काम गर्नै हाल्नु पर्यो। मेरो गाई गइसक्यो अगाडि देख्न सक्नुहुन्छ, अर्काको धान खाँदैछ। सो भ्लग बनाउनुको चक्करमा म आमाको गाली खानु चाहदिनँ। सो बाइ बाइ गाइस।